सो फाइनली अहिले चाहिँ हामी यहाँ चरीकोट दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा सिंहगढी हुँदै अहिले यहाँ आइपुग्यो र विशेष रूपमा चाहिँ यहाँ चाहिँ अहिले मङ्सिर महिनामा अलि जाडो बढी छ। काठमाडौँ भन्दा अलिकति जाडो बढी छ र यहाँ चाहिँ सम्पूर्ण यो दोलखा जिल्लाको सदरमुकाम सबैभन्दा प्रख्यात सम्पूर्ण काम काज गर्नको लागि चाहिँ यहाँ आउनुपर्ने रहेछ र विशेष रूपमा चाहिँ यहाँको मलाई मन परेको यो टेम्पो सानो चिटिक्क परेको रहेछ। आहा कति दामी के यो चाहिँ यहाँको एकदम चल्ने टेम्पो रहेछ है।